नमस्ते, म विक्रम कुमार सुनार बदाल होइन, मेरो पत्नी नै ज्योति सुनार बदाल। हामीले चाहिँ भोलि मिति 2081 साल 8 महिना 21 गते हाम्रो छोराको चाहिँ वर्तमान नाटेको छौँ सुरु भएछ। आज हिजो अस्तिबाटै सुरु भइसक्यो हाम्रो कार्यक्रम तयारी हुँदैछ। भोलि चाहिँ मेरो सम्पूर्ण इष्टमित्रहरूलाई होइन आफ्नो ठाउँमा अनुशासन भएर बस्दिनु हुन म विनम्र अनुरोध गर्दछु। सम्पूर्ण इष्टमित्रहरूलाई स्वागत छ। तपाईँले दया गरून्, झरी पानी बतास वायु नलाओस्, केही पनि राम्रो सफल दिनुहोस् हे भगवान्। यो भूमिका भूमिदेवताले रक्षा गरिदेऊ। उहाँले भनिहाल्यो यहाँको मैले रक्षकहरू सिद्धबहादुरले रक्षकहरू हाते ताकेको कुकुर सुख शान्ति होस्। नमस्ते यहाँहरू सबैलाई जसले हाम्रो यो भिडियो हेरेर बस्नु भएको छ, यहाँहरू सबैलाई अन्तरात्मादेखि नै सम्झाउन चाहन्छु। आज 2081 साल मङ्सिरको 20 गते हो। भोलि 21 गते मेरो प्यारो भाइ सन्देशको व्रतबन्ध छ। यहाँहरू सबैलाई चुलै निम्तो जो आउन भ्याउनुहुन्छ आउनु होला। यदि आउन भ्याउनु भएन भने कारणवश यहाँहरू सबैलाई हामी एकदमै धेरै सम्झिनेछौँ, एकदमै धेरै यहाँहरूको याद आउनेछ हामीलाई। त्यसैले सबैजना चाहिँ हाम्रो यो व्रतबन्ध यो शुभ कार्यमा चाहिँ उपस्थित भइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी एकदमै जोडतोडका साथ लागि परिरहेका छौँ। यता तम्बु टाङ्ने यतातिर होइन, सबैलाई अब गुरुङको भान्साघर छुट्टै, ब्राह्मणको छुट्टै, फेरि हाम्रा जात जातिको छुट्टै होइन, 3टा भान्सा बनाएर बाँकी चाहिँ अब भोलिको लागि तीव्र तयारीमा छ। हेलो नमस्कार सन्देशर। आज होलीको कार्य छ हाम्रो सालाको छोरा सन्देशजीको भतिजा पर्यो। त्यो भएर हामी हिँडैबाट आएर यसो यताउति घुमघाम तयारी गर्दैछौँ। नमस्ते मेरो भाइ, म दिदी हो, ठुली कुकु हो, भतिजा जो बर्तनमा आएको। अब बर्तन खाएर नाचेर गएको छ। नमस्ते सम्पूर्ण इष्टमित्रहरूलाई। अब हाम्रो यो आशा डाँडाखाको वार्ड काउलेमा कार्य हुँदैछ। हाम्रो सन्देश गोदालको हाम्रो छोरा, मेरो छोरा होइन, हाम्रो छोरा चाहिँको व्रतबन्ध शुभ व्रतबन्ध हो भोलि होइन। त्यसैले सम्पूर्ण इष्टमित्रहरू जहाँ भए पनि होइन आइदिनु होला, राम्रोसँग राम्रो रमाइलो गरिदिनु होला। आएर निम्ता मानिदिनु होला भन्ने पूर्ण अनुरोध गर्दछु। सम्पूर्ण यो हाम्रा सम्पूर्ण इष्टमित्रलाई निमन्त्रण छ है। नमस्ते, मेरो नाम कडबहादुर, आर्थ डाँडाखरका पुष्प नगरपालिका 2 नम्बर 14। हाम्रो नातिको कार्य हुँदैछ। यसमा सम्पूर्ण इष्टमित्र आएर एकदमै इष्टमित्रलाई राम्रो तरिकाले गर्नु पाए हामी धेरै धेरै खुसी हुने थियौँ होइन। नमस्कार, म पूर्णबहादुर विक। मेरो भाइको व्रतबन्धमा शुभ अवसरमा म सामेल हुँदैछु। र भाइको लागि धेरै धेरै बधाई दिन चाहन्छु। राम्रो होस्, व्रतबन्ध प्रोग्राम सफल होस् र पिता परमेश्वरको परिपूर्ण आशिष मेरो भाइलाई। प्रोग्राम चल्दैछ। आज 2081 साल मङ्सिर 20 गते, भोलि मङ्सिर 21 गते व्रतबन्ध सम्पन्न हुनेछ। सम्पन्न होस्, राम्रो होस्, यही आशा लिँदै म ओजेल हुन चाहेँ। भाइको व्रतबन्ध भोलि छ। हामी भोलिको व्रतबन्धको लागि तयारीमा छौँ। नमस्कार सन्देश सर अनि मेरो भाइ, धेरै आशीर्वाद। भोलि मेरो भाइ सन्देश हाम्रो मुटुको टुक्रा हाम्रो भाइको व्रतन हुँदैछ, ठुलो कार्य। त्यही कारणले हामी चाहिँ कहाँबाट आइयो भन्ने र भोलि व्रतन रमाइलो गरेर मनाउने छौँ। त्यही व्रतनको धेरै धेरै शुभकामना।
नमस्ते मेरो नाम रेसिका विके हो नमस्ते मेरो नाम दायन विके हो हामी काउले आछौँ सन्देश दाइको बर्तनमा भोलि सन्देश दाइको बर्तन हो धेरै नमस्ते नमस्कार मेरो नाम संस्कार विके हो म सन्देश दाइको बर्तनमा गएको भर्खरै मात्रै हामीले गेट बनाएर सिद्धायौँ अङ्कल होइन बिहानदेखि एउटा चार बहुत मेहनत होइन किर्तिपुरको डाँडा नि पुग्यो ठिक छ भर्खर गेट रेडी भएको छ अब बाँकी चाहिँ हामी फेरि अब अर्को गेटतिर लाग्यौँ स्वागत छ हाम्रो यो शुभ वर्षको कार्यक्रममा हामी यो कार्यक्रम एकदम भव्यताका साथ सफलता पार्न गइरहेका छौँ भोलिको कार्यक्रम र आज चाहिँ हामीले उताको गेट बनाएर फेरि यता उता पूर्वतिरको यता पश्चिमतिरको गेट तयार भइसकेको छ यसै क्रममा आएर आफ्नो 2 शब्द मन्तव्य राखिनुको लागि जय बहादुर सुनारलाई हार्दिक अनुरोध गर्दछु ताली सम्पूर्णमा नमस्कार हाम्रो अब यो प्रवेश गेट पनि तयार भइसकेको छ र हाम्रो अथाह बिहानदेखिको मेहनत पछाडिको यो परिश्रम जुन चाहिँ सुन्दर आकर्षक हुनुहुन्छ होइन त्यही पनि भन्छ नि बडी बडी शहरमा छोटी छोटी बातै हुँदिरहेछ हस् त धन्यवाद ल धेरै धेरै धन्यवाद तपाईँलाई अब यसै क्रममा अब कसलाई बोलाउँ त यार त्यसै क्रममा हाम्रो मामा पनि हुनुहुन्छ मामा पनि हामीलाई एकदमै साथ दिँदै आउनु भएको मामा र हाम्रो अङ्कललाई एकैचोटि आउनको लागि अनुरोध गर्न चाहन्छु म मामासित 2-4 शब्द बोल्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु गेट रेडी भयो हाम्रो सबैजना पाहुनाहरूलाई चाहिँ कसरी स्वागत गर्न चाहनुहुन्छ ल मामा के अरे स्वागत चिन्ता गर्नु त्यहाँबाट अब मैले त के भन्ने म त हेर्नु व्यवस्थापन अब मासु यताउति काट्नको लागि अब के सामान त्यसको लागि व्यवस्थापन गर्ने मान्छे मै हो होइन कसैलाई खुकुरी चाहिन्छ कि कसैलाई आँटी चाहिन्छ कि पहिला अचाउनु चाहिन्छ कि होइन उसको अब काट्ने मासु काट्ने हतियार नलाउने भयो उठाएर दिने त्यो व्यवस्थापन सबै मैले अफमै गरिरहेको अझ त्योभन्दा नि विशेष भोलि भान्जालाई बोकाएर बोकेर गडगडी पार्नु तपाईँले भोलि बोकेर भान्जालाई लखटेर कहिले लखट्ने मामाले बोकेर मेरो है ए मामा अरू जे जस्तो भयो नि डाँडा काट्न नदिने म फेरि बोको हुन्छ नि भन्छ फेरि ल अङ्कल पनि ल धन्यवाद सबैजना आइदिनु होला रमाइलोको साथ वर्तमान त शुभ कार्य सफल पार्नुपर्छ है त गेन्जी हेर्न टक्लै हेर्नको लागि सबै नमस्ते यति बेला हामी चाहिँ हाम्रो प्यारो भाइ सन्देश भाइको चाहिँ व्रतबन्धमा छौँ र आज हामी आर्थरको डाँडामा आनन्द यहाँको चिसो भ्यूमा बसेर भाइको व्रतबन्धको मनोरञ्जन गरिरहेको छौँ आनन्द आइरहेको छ हामीलाई र भाइलाई धेरै धेरै ब्लेसिङ्स गड ब्लेस यु भन्न चाहन्छु तर्फबाट मेरो र दाइको म सन्देश भान्जाको बर्तनमा हो आएको अब सन्देश भान्जाको बर्तनमा अब राम्रोसँग यताउति सब गरेर राम्रोसँग सब कुरो कामको सब राम्रोसँग उम्काएर होइन सन्देश भान्जालाई अब भोलि भनेको आज बल्ल भोलिबाट एकदम हेप्पी खुसी राखेर आजै बेलुकादेखिबाट अनि सन्देश भान्जालाई एकदम त्यही हो अब मामाले जानेको यति हो नमस्कार सबैजनालाई है मेरो प्यारो छोराहरू मेरो भान्जाहरू अझ सम्पूर्ण अग्रिम व्यक्तिहरूलाई होइन हामी चाहिँ अहिले हामी यहाँ कुसुम नगरपालिका 14 होइन
आफ्नो डाँडा खर्काको डाँडामा छौँ अहिले हामी काउले जानु हाम्रो सन्देश गदाल मेरो छोरा दाइको छोरा हाम्रो यहाँ अहिले हामी यो शुभ कार्य व्रत बन्धको लागि चाहिँ अहिले हामी विशेष होइन भोलिको दिन हाम्रो चाहिँ विशेष दिन हो होइन त्यसैको लागि चाहिँ आजदेखि हिजो अस्तिदेखि नै हामी तयारीमा छौँ होइन जुटिरहेको छौँ गरिरहेको छौँ होइन गर्दै पनि छौँ गरिराख्ने पनि छौँ होइन होइन यति भन्दै के सबैजनालाई होइन भोलिको शुभ कार्य चाहिँ सम्पन्न होस् होइन कसैसँग पनि तितो मिठो शब्दहरू प्रसङ्ग नहोस् आफन्तजन सबै व्यक्तिहरूको है ल त यही छ र म चाहिँ सन्देश भाइलाई टक्ले अवस्थामा हेर्न हतारमा छु ल हेर सबैजना रे हामी चाहिँ अहिले सन्देश भाइको बर्तनको लागि आएको छौँ होइन र हाम्रो स्पेसली हाम्रो भाइलाई चाहिँ एकदम बर्तनको धेरै धेरै शुभकामना है सबैजनाहरूलाई रमाइलो गर्नु होला भन्दै भाइले भनेको वर्तमानमा आज यो सबै पाहुनाहरू आउने सरकारमा छन् सबैजना सबै आइ पनि पुग्नु भएको छ सबैजना अहिले खानाको रेडी हुँदैछ होइन कार्यक्रम यो बिस्तारै अगाडि बढ्दैछ त्यही हो नमस्ते है भोलिको कार्यक्रम छ त्यही भएर अब मौसम पनि चिसो चिसो त्यस्तै छ है हामी त चिया खाएर बसेको छ के अरे अब यस्तै छ है अब त्यसको लागि भोलिको लागि अब कार्यक्रमहरू अब अगाडि बढाउँदैछौँ हामीले अब भोलि यो कार्यक्रम चाहिँ त्यो हिसाबले चाहिँ अहिले हामीले दम तयारी गर्दैछौँ है नमस्ते मेरो नाम शिशु हो म
टाढाबाट नजिक देख्छ नि दूरबीन बनेको चाहिँ दूरबीन बनेको चाहिँ उसले लेन्स बनेकै उसको वालाबाट क्या गीता आँखाबाट क्या सर्पको आँखाबाट क्यामेरा दूरबीन बनेको चाहिँ यस्तो आँखाबाट हरेको पनि तपाईँको सर्पको आँखाले नि एकचोटि मान्छे अथवा खिच्यो भने पत्ता त्यसले उस गर्दैन डिलिट गर्दैन अरे कि त्यस्तो कडा छापिन्छ अरे म मेरो छोराको यहाँ कार्यक्रममा यहाँ खानासाना बनाउँदैछु मासु भुट्दैछु आफ्नो आफ्नो काम हुन्छ मासु बनाउने कसैले काट्ने कसैले के गर्ने होइन मेरो बाबुको यहाँ कार्य हुँदैछ इष्टमित्रहरू आउनु होला दुःख पाउनु भयो होला गाडीमा यता त्यता राम्रोसँग आउनु होला हामी यहाँ खाना बनाउँदैछौँ सबै तपाईँहरूको लागि हामी राम्रो बसेछौँ ल अन्त यहाँ रेडी हुँदैछ अब एकछिनमा पाक्छ मान्छेतिर हेर्न लागेको सबैको आँखा एकदम सन्चै आरामै हुन्छ ल हात गरेको चिया बाँड्दै हुन्छ दिदीले
Watashi no namae wa Newar Parvin desu. My name is Parvin Newar and I am from Parbat and I am right now at my friend's house, Sandesh Sunar house. मेरो माइली छोरीको छोरा यहाँको बसोबास काउले र मको के अरे हजुरबा आमाको बुवा र मेरो नातिको वर्तन गरेर राम्रो होस् भोलिबा होस् शुभ कामना होस् नातिलाई म आशीर्वाद दिन्छु र के अरे नातिको वर्तन आउनु पाएर मलाई धेरै खुसी लागेको छ नातिलाई वर्तन गरेर राम्रो होस् भने चाहिँ मलाई आगो पुगोस् पहिलो प्रथम त के अरे काठमाडौँ पशुपतिनाथले रक्षा गरून् यहाँ सिद्धपरा माईले रक्षा गरून् सबै देवी देवताले रक्षा गरून् हामी मेरो बहिनीको छोराको व्रतबन्धमा काठमाडौँदेखिबाट आएछौँ एकदम यहाँ आइपुग्दा एकदम खुसी लाग्यो मेरो छोरालाई व्रतबन्ध गरेर राम्रो होस् मनले आँटा ताकेको पुगोस् सबै देवी देवतालाई रक्षा गरून् यिनको मनले सोचेको कुरा पुगोस् सबै देवी देवताले पुऱ्याइदिउन् उनले सोचेको कुराहरू सबै पुरा होस् यही भन्न चाहन्छु मेरो छोरालाई धेरै धेरै आशीर्वाद छ हामी उहाँदेखिबाट आएछौँ हामी धेरै खुसी भएछौँ हाम्रो चाहिँ यो पहिलो चाड हो हामी 3 भाइ 3 दिदीबहिनी छौँ 3 भाइ 3 दिदीबहिनीको मध्येमा हामीले पहिलो कार्य गर्न लागेको यो पहिलो चाड हो हाम्रो त्यही भएर हामी धेरै खुसी छौँ धेरै उत्सुक छौँ हामी उहाँदेखिबाट आएछौँ कोहीको पढाइ छ कोहीको जागिर छ त्यति हुँदै पनि हामी उहाँदेखिबाट आएछौँ हामी धेरै खुसी छौँ धेरै खुसी भएछौँ हामी सम्पूर्णमा हाम्रो तर्फबाट म सन्देश भन्दाको मामा यता माइजू अनि अब हामी त अब 5 दिन भइसक्यो आज खटिएको 16 गतेदेखिबाट र भोलि चाहिँ हाम्रो कार्य छ अब अहिलेसम्म अब सबै कुरो राम्रै गरिएको छ अब भोलि पनि राम्रोसँग गरेर सन्देश भन्दाको वर्तन एकदम राम्रोसँग सफल पारेर त्यही होस् भोलि राम्रो होस् भन्ने शुभकामना हामी सबैलाई मिली गरेर एकदमै राम्रो गर्नु छ भोलि पनि वर्तनको लागि भान्जा बाबु ल त्यही हो मामल त अरू भन्ने के छ मेरो सन्देश भान्जाको वर्तन भोलि हामी हिजोबाट यही खटिरहेका छौँ अब राम्रोसँग वर्तन होस् शुभकामना नमस्ते म रूपलाल विश्वकर्मा यही मिति 2081 साल मङ्सिर 21 गतेका दिन हाम्रो पुजिने भन्दा सन्देशको जालको व्रतबन्ध कार्य आँटेको हुनाले यस व्रतबन्धमा आइदिनु हुने सम्पूर्ण इष्टमित्र शुभचिन्तक दाजुभाइ कुल कुटुम्बहरू सम्पूर्णमा हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु र यस व्रतबन्धमा आइदिनु हुने सम्पूर्ण महानुभावहरू हाँसी खुसी भएर सबैमा केही नराम्रो चाहिँ घटनाहरू कोही दुःख बिमारहरू नभइकन एकदम सबै मिलेर सबैले हातेमालो गरेर एकदम सभ्य र भव्य तरिकाले यो वर्तमान कार्यलाई सुसम्पन्न गराइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध तथा आग्रह गर्न चाहन्छु। नमस्कार, मेरो नाम दीपक सुनार, सन्देशको सानोबा। उसको अब यो कार्यमा आउन पाउँदा म धेरै नै खुसी छु। साथै आउनु भने सबै इष्टमित्र सबै अब दाजुभाइ इष्टमित्र सबै खुसी भएर सभ्य र भव्यका साथमा सम्पन्न गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। सम्पूर्ण युट्युब दर्शकहरूलाई मेरो नमस्कार। भोलि 21 गते भान्जा सन्देशको दालको शुभ व्रतबन्ध हुन गइरहेको हुँदा सम्पूर्ण इष्टमित्रहरूमा मेरो नमस्कार। सबैले साथ दिनुहोला। भोलि त्यो टिका डाला रमाइलो नाचगान सबै गरेर बाबुको भोलि शुभ व्रतबन्ध सुरु हुन गइरहेको छ। सबैले साथ सपोर्ट गरिदिनु होला, सबैले माया गरिदिनु होला। धन्यवाद। सबैजनालाई नमस्कार। भोलि हाम्रो छोरा सन्देशको व्रतबन्ध हुन गइरहेको छ। सबैजना इष्टमित्रहरू व्रतमा समावेश भएर व्रतन सफल पारिदिनु हुन अनुरोध गर्दछु। नमस्कार, म चाहिँ सन्देशको दाइ, मेरो नाम चाहिँ प्रखर आचार्य। आज चाहिँ हामी सन्देशको व्रतबन्धको लागि भनेर आएको। भोलि व्रतबन्ध छ, आज चाहिँ भर्खरै आएको। सबैको सुटिङ चाहिँ अब दिउँसै भइसकेको छ, हामी चाहिँ लास्टमा पऱ्यो, तर इट डजन्ट म्याटर। म यति भन्न चाहन्छु कि सन्देशले अब जे सोचेछ जे आँटेको छ त्यो सबै पुरा होस्।
यो व्रतबन्धको तर्फबाट उसले आँटेको सोचेको सबै पुरा होस्, ऊ जिन्दगीमा सफल होस्। द्याट्स इट। सबैजनालाई नमस्कार, मेरो नाम सक्षम, म चाहिँ के हो के सबैजना नमस्कार, म चाहिँ सक्षम जान न सबैजना नमस्कार, मेरो नाम सक्षम बिक, म चाहिँ सन्देश दाइको भाइ हो। हामी सबै आज सन्देश दाइको व्रतबन्धनमा छ, हुन त भोलि हो तर हामीहरू आज 2-3 घन्टा अगाडि आछौँ के। सबैको फोटो सुटहरू भइसक्यो, फोटो सुट के हो भिडियो सर्टहरू भइसक्यो, हामीहरूको ढिलो भयो के। अन्धेरीमा गरिरहेको छु कि हेर कति अन्धेरो छ, साँच्चैको हो के चिसो छ। Hello, I am Pramita. I am Sonica. And we are cousin sister of Sundays. And we are really excited for the Bratabanda because we are gonna slay as always. Yeah. And we took apart. Sunday we had a dream about how the Bratabanda will be. अनि त्यही भएर चाहिँ म एकदमै एक्साइटेड थिएँ यसको लागि। अनि ड्युटी मिलाएर छुट्टी मिलाएर म आएको जस्ट फर द टु क्रिएट न्यू मेमोरिज, किनकि ऊ जान्छ नि त छिटै, त्यही भएर वी विल मिस यु। अब भोलि चाहिँ व्रतबन्ध भयो, अब छिट्टै बिहे गर्नुपर्छ। यहाँ भएका के अरे दाजुभाइ इष्टमित्र सबैजनालाई मेरो नमस्कार छ। भोलि वर्तमान हो, आज सबैजना रमाइलो गरेर बसिएछ भयो। नमस्कार नमस्कार सबैजनालाई। आज छोराको व्रतमा हामी सबैजना यसरी भेला भएछौँ। अब भोलि व्रतन हो, सबैजना आउनु होला। धन्यवाद। नमस्कार, भोलि छोराको व्रतबन्धनको कार्यक्रम गर्दैछौँ, सबैजना भेला होइदिनु होला, आइदिनु होला। सबैजनालाई नमस्कार। भोलि हाम्रो भाइको व्रतबन्ध छ। दिदीसँग धेरै समय भेटै भएको थिएन, भाइको व्रतबन्धको कारणले गर्दा सबैजना भेट्न पाइएको छ। रमाइलो लाग्छ जे होस् होइन, रमाइलो हाम्रो आफन्त धेरै जसो सबै आइसक्नु भएको छ, कोही आउन बाँकी हुनुहुन्छ। हामीले रमाइलो गर्नेछौँ भाइको व्रतबन्ध, धुमधामले मनाउने हो होइन। भाइको व्रत हाम्रो प्यारो भाइको, यो लुरे भाइको व्रतबन्ध हामी रमाइलो गर्ने भनेर उहाँ काठमाडौँदेखि आएको, म दिदी पनि किचनदेखिबाट आएको। रमाइलो गर्ने हो जे व्रतबन्ध, भाइको धुमधामले गर्ने, नाच्ने हो, रमाउने हो होइन, रमाइलो गर्ने हो। नमस्कार, सबैजना आइदिनु होला, जति नै हुनुहुन्छ निम्तर जति सबै आइदिनु होला, शुभ कार्यको लागि आउनु होला। सानो मन नगरिदिनु होला, छुट भएका फोहोर पाउनहरू सबै आइदिनु होला। छुटपुट भयो भने गाह्रो नमान्नु होला, माफ पाऊँ होइन, गाह्रो नमानिदिनु होला, आइदिनु होला। नजिकको टाढाको सबैजना निम्तरहरू आउनको लागि अनुरोध गर्दछौँ हामी, आइदिनु होला, आएर आशीर्वाद दिनु होला। मनाउन पाइयोस् यस शुभ कार्य, व्रतबन्ध आँटेको छ भाइको, सबैजना आएर आशीर्वाद दिनु होला। राम्रो होस्, फलोस् फुलोस् भाइहरूको, राम्रो हुँदै जाओस्। व्रतबन्ध गरेपछि गराए दशा सबै हट्दै जाओस्। सबै निम्तरहरू आइदिनु होला, कोही छुटेर त्यस्तो नराम्रो नमानिदिनु होला, क्षमा चाहन्छौँ हामी। नमन सम्पूर्णलाई एकमुष्ट नमस्कार। म शान्ति सुनार। विशेष गरी हामी आज पर्वत कुष्मा नगरपालिका 14 पर्वतको अर्थात् मेरो माइती घरमा छौँ। भोलि मेरो सन्देश गदल भाइको शुभ व्रतबन्धन छ र तपाईँहरू कतिपय त यहीँ आउनु भएको छ होला, नआउनु हुने सम्पूर्णले पनि सबैलाई लाइक कमेन्ट गरेर मेरो सन्देश भाइलाई कमेन्ट मार्फत पनि शुभ आशीर्वाद दिन सक्नुहुनेछ। धन्यवाद। हाम्रो त खुसीको सीमै छैन। नमस्कार सम्पूर्णलाई। म यो घरकी जेठी बुहारी मध्येको जेठी है। मेरो दियोरको व्रतबन्धमा आएका छौँ। सबैले मेरो दियोर सन्देशलाई आशीर्वाद दिनु होला। हामी अहिले पर्वतमा छौँ, सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सेयर पनि गर्नु होला र सन्देशलाई सबैले आशीर्वाद दिनु होला। नमस्ते सबैजनालाई। आज भाइको व्रतबन्ध सबैजना भेला भयो। सन्देश भाइलाई व्रतबन्धको धेरै धेरै शुभकामना। के भन ल,
नमस्कार भन। हामी गाउँ आएका छौँ सन्देश अङ्कलको बर्तनमा भनौँ। सबैले भिडियो हेरिदिनु होला भन। नमस्ते, म अस्मिता पोखराबाट भाइको व्रतबन्धको लागि आर्थर काउले आएको। रमाइलो भयो, फर्स्ट टाइम आएको आर्थर काउले। रमाइलो छ, भाइको व्रतबन्ध छ, रमाइलो गर्ने। जाडो भएको छ, जाडो रमाइलो भएको छ, जाडो पनि भएको छ। साथीहरू अब आँगरी यता सर सरको त डिफेक्टै थाहा छ यहाँ राख्ने यता खाने हो क्या समीक्षाले फेरि मलाई सुतायो हाल त्यहाँ साथी गएकै सक्यो त है यति दियो हाम्रो मासु हाम्रो दाँत यज्ञ बनाउने कार्यक्रम भइरहेछ अहिले। खाजा कोकोले खाना सर हेर है, सबै हेर फेरि शान्ति कता गई अनि बब्बाल यो हो नि त अनि खुर्सानी फुलको माला लाएर बसेको छौ, कस्तो अनुभव भइरहेछ त बबाल? आज पुरा बेहुला बन्दैछ जस्तो लाग्यो होइन? जस रमाइलो फिल भइरहेछ।
ए एक्साइटेड हो ल सबैलाई के भन्नुहुन्छ बाजे यो व्रतबन्धको बारेमा के बताइदिनु नि त किन गर्छन् व्रतबन्ध व्रतबन्ध अब एउटा कर्म चलाउनको लागि कर्म हो भनेर यो कुमारलाई व्रतबन्ध गरेपछि आफ्नो कर्म हुन्छ भनेर बनाउने बाबु ए जस हरेक कुराबाट फुकाइदिने अब व्रतबन्ध गरेपछि विवाह गर्न भयो होइन अनि सबै कर्म चल्यो कर्म गरेको राम्रो होस् हाम्रा पनि राम्रो पढाइ आओस् ज्ञान बढोस् आउन् मतलब यो दान गरेर हामीलाई राम्रो होस् राम्रो के गर्नु पर्छ ल ल ल पढ्दै सुनौँ न हेर्नु शङ्खले पुग्दैन पर्दैन धेरै बोल्ने गुरुलाई अब सिधा खै प्रोफाइल गरेर गुरुलाई टिका लगाइदिनु अनि गुरुले पनि टिका लगाइदिनु आशीर्वाद दिनु सुभाष यो अङ्कल मेरो अङ्कल नमस्कार भनेको त ल भयो भिडियो बनाउनु भने होइन र
भइरहेछ हाम्रो दाजुभाइको आएन नि त बिगालिँदैन सबै तितर बितर भयो क्या सबैजना आएन यता हुनुहुन्छ यता झिकाल्ने हुनुहुन्छ नि आउनु
ल अब राख्यो भने त अब बस अब मलाई समातेपछिबाट क्यामेरा लेखिन सक्यो ल मामासिन ल ए को यो ल ताली खोइ ताली भान्जालाई भाग्न दिएन मामाले ल अगर आज हाम्रो सन्जय भाइको वर्धन होइन सबैजना आउनुभयो सबैजनालाई यसरी खुलाउन पाइएको छ त्यो सन्जय भाइ उता भए पनि हामीले यहाँबाट होइन सम्झिरहेछौँ त्यही हो हामीले गर्नु पऱ्यो नि भाइकोमा गर्ने भनेर आएछ सबैजना खुसी लाग्छ बाजे यहाँ भात खाएको ल ल मेरो अब बाजेको 2-4 शब्द जाओस् ल भात खाएको छु नाति सन्देश गदलको शुभ कार्यमा व्रतबन्धनमा होइन एकदम खुसीले मासु भात दाल सम्पूर्ण एकदम राम्रोसित खाएको सुस्वास्थ्य दीर्घायु राम्रो होस् त्यही हो आशीर्वाद त्यही नै हो होइन कछिटै हारो भन्नुभयो बजेहरू दिदी नाच्नु भयो अब नाच्ने ल ठिक छ हन्जबाबु पनि नाच्छ न अब एकछिन ल ल म आइहालेँ ल भेट पहिल्यै हो चिन्न
बाले चिन्ने सक्दैन कता गयो दाइ
यार काम पाइयो रमाइलो धेरै बेरमा त हुँदैन 1 घन्टा त्यस पछाडि त राति राति हिँड्न पनि त भएन नि फेरि राति अलि जानेहरूले 1-2 घन्टाको बाटो खिचिरहेको भिडियो बनाइदियो स्मुथ छ कि
कति दियो रे बाबु 505 आमाको अनुहारै देखिएन हो बल्ल अनि कसले लगाइदिएको थाहा हुनु पऱ्यो नि घाटा लाउँदा है घाटा लाउँदा सानो सानो बहिनी
यता कतिवटा ल्याममा पार्दै ल्याम भन्नु थियो भिडियो खाता चाहिँ खाएर त मैले अनि लेख्नबाट भयो के त अब माग्दा लाग्थ्यो हो आउँदै अब माग्दै लेख्नु सक्थ्यो के यसो त्यो लाए सक्थ्यो है म बुझ्छु नि ज्ञान दिनु यस्तो होइन है हस् कतिको सहेको यहाँ भयो खाना त तिमीले खाँदै त मिलाउनु पर्छ छैन भन्छ ल भन्नु ए ल हुन्छ हो बाबुलाई भाङ्रा एउटा होइन अनि एउटा फुबुले Kita kau dia apa lagi? Tuita. Tuita pasaura. और टोपी खाता शान्ति दिदीको हाम्रो सुभाष दाइले पुरा लेख्दै हुनुहुन्छ है हाम्रो मोटु दाइ चाहिँ उता समर्पित अनि अरू त केही छैन हैन नाम लेख्यौ लेख्यो भने पहिला बाकोले है मगर
खिचिरहेको हाम्रो भाइ रोक्ने अब नेक्स्ट आउनुहोस् दिदी बोले पानी मन नगरिन्न जोडिने भाँडा धुन्न भ्याउँछ पाइप लागिन्न छिटो लागिन्न छिटो ओइ बस है बेलुकासम्म म आमा नि आउँछ रे दिदी हो कि यसो जोडेर हाल्नु हुन्छ पछि ल भयो माजु यसो देखिन्न माजु यता हेर्नु फोटो त भने ल ल भयो 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 हाम्रो दिदीले मलाई लगाइदिँदै हुनुहुन्छ ल धन्यवाद मेरो दिदी हुन्छ दिदी मेरो दिदी हेर्नु मलाई खोज्दै आउनु ओहो नि हाम्रो दिदी पवी दिदीले धन्यवाद आखिरी मन्जु दिदी है जाडो नि काम यो
मामा सन्चै हुनुहुन्छ मामा भिडियो गर्दा हो
Thank you.
एकछिन खाली साहब छोडिदिउँ है ल सबै ल खाली खानुहोस् ल ल यो दाम त ल बाहिर टोली यता आउनु कतिको लासाउने भयो बच्चाहरु मैले तयारीमा राखौँ है बाजा सबैले बान्ना उक्लेर देखिनुहुन्छ के ए ल लोट्न भएन फेरि त्यही हो 17 18 19 500 होइन 500 10 20 30 35 19,535 रुपियाँ ल है 19,535 रुपियाँ यो झोला झोला कहाँ छ झोला सेकेन्ड नाइकले त म यहीँ उभिएको छु अगाडि ढाकेको छु र भने सक्छौँ त यहाँ नि गुन्डै देखियो अब के भन्नु अब तेरे नाम ठ्याक्कै होइन ठ्याक्कै सक्छौँको भिडियो आउँदै ब्याकग्राउन्डमा गुन्डाको म्युजिक राखिदिने ल नाच्नलाई यत्र जनताहरू यत्र भागिएर बसेका छन् अझै धोको पुगेको छैन कोही यहाँबाट फट्ट आम्फाल्छु अन्त बसेका छ नि मैले जुन क्षेत्र होस् र आजको चाहिँ जति कार्यक्रम भयो राम्रो भयो जहिले पनि जहाँ पनि हामीले यही कार्यक्रम यस्तो कार्यक्रम गर्नुपर्छ भगवान्ले आशीर्वाद दिउन् धन्यवाद तपाईँको हितकै हो आजको आज लास्ट हो भाइ अब आज अन्तिम सबैलाई अब खुलाउने अब होइन त्यही गर्नु अनि सकिन्छ त अब सकिन्छ नि भनौँ त्यसपछि अब हाम्रो सकिन्छ त्यसलाई ट्याक्कै अब सर्च गर्नु पऱ्यो कता कता अब हेन्डेलिङ गर्ने मान्छे खटाएर गरेर आज लास्ट यहाँ मासु बाँकी छ है मासु आज खतरा भयो यहाँ भात छ है राजेश दिदीलाई भात हाल्नु थाल त कति छ के गर्नु आउने हो लास्ट दिन है आज लास्ट दिन आज भान्सेमा बसेको छु हिजो अस्ति अन्त भयो आज दामी भयो सिस्टम टक्क यसरी ट्याक्क यो हुन्छ हाम्रो दाल पनि टक्क यहाँ यस्तो बाक्लो छ है ल सलिड छ आज दाइले हाल्नु पनि हाल्दिने एउटा खाना हाल्नु त खाना हाल्नु त त्यो काका र काकीलाई एकदम अङ्कल आन्टीलाई सम्झिएको छ है धेरै धेरै सम्झिएको छ अब शान्तिलाई रूपलाल मामालाई एकदम धेरै अझै धेरै अनि अङ्कललाई त पुरै छ
अङ्कललाई सम्झिनु के मन गर्छ अब के गर्ने जसन जीवन दाइ यति बेला सन्देश भएको वर्तमानमा हामी वर्तमानमा उम्काएर चाहिँ खुर्सानी खाँदैछौँ खुर्सानी यत्रो भात हुँदा खुर्सानी सन्देश गरालको वर्तमानमा सुसम्पन्न आज हाम्रो सबै जनजाति इष्टमा छौँ आज होइन राम्रो रमाइलो गर्दैछौँ खाना भोज खाना हो आज होइन त्यसैले राम्रो भइरहेको छ आज खाने भइरहेको छ होइन त्यसैमा खुसी छौँ तपाईँहरू सम्पूर्ण इष्टमा पनि खुसी भइदिनु होला त्यही मेरो चाहन्छु सन्देश गदालको माइलो भिनाजु के गदाल होइन भिनाजु मतलब के तपाईँको पद बताउनु गदाल त भनिहाल्नुभयो सन्तोष गदालको सन्तोष गदालको माइलो भिनाजु पूर्णबहादुर रामनाम रामनाम हो रामको खलक रचन राम सीताको खलक दशरथका रामले दाम दिएको मान्छे मुबारक छ धन्यवाद हामी म जेठो भिनाजु अब कालो पौडेलमा बाहुनमा गयो पौडेलको त अब त्यही सबै उडेर लुवागोन कालो पौडेल हो पौडेल हो लोगन पौडेल हो पौडेल छुट्यो आर्तर काउले पुष्पनगर 14 होइन छोराको वर्तमान हिजो भयो आज अब सम्पूर्ण इष्टमा भोज हुँदैछ होइन अब त्यो हाम्रो सुसम्पन्न भइसक्न लागेको छ हामी खाना खान्छौँ है त्यसमा कसैले के भयो भने कसैले पनि आज खाना कस्तो आज खाना एकदम राम्रो आज एकदम गुड छ खाना धेरै गुड छ आज मात्र होइन 4 दिन राम्रो छ 4 दिनको भोज एकदम गुड नम्बर 1 त्यही त नम्बर 1 छ ल बिदा हुन्छ ल धन्यवाद दिदीले खाना खानुभयो मेरो माइजले खाँदै हुनुहुन्छ भुन्टीले खाँदैछिन् दिदीले पनि खाइसक्नुभयो खाइसक्यो अघि यहाँ बसेर खाएको नि त नि यता दिदीले फेरि लुकेर कुस्छ खानुभयो तालो उचाले दिसारे साने लाउँदैन अनि काका के भयो केही पनि भएन केटाले मलाई फोटो गरेर सुत्यो भने कि ए ताउलो उचाले अब तल मान्छेसँग छोड्दैछ है कपडामा त यताउति अब माटो त लागिहाल्छ नि त लागिहाल्छ नि होइन यताउति काम गर्छ त भइहाल्छ नि आमाहरू जस्तो खाए त भात खानुभयो नि होइन त्यही त यहाँ बहिनीहरू खाँदैछन् हजुर भेट्टायो अघि हजुर ए दिदीले यहाँ गाजर काट्दै हुनुहुन्छ सलाद खानको लागि यताउति सबैले गर्दैछौँ मिलिजुली गर्दैछौँ सबैले यहाँ दिदी ठुलो मम्मी खाना कस्तो ठुलो मम्मी आज खाना कस्तो छ आज मिठो है एकदम दाल पनि टक्क के अन्त दुःख सुख भयो नि अब खानु ल भाउजूले त खाइसक्नु भयो भात ल्याइदिउँ ल ओके रेस्ट हाल्नु खानु यहाँ दिदीले चाहिँ यहाँ भुन्डीलाई खाना खुवाउँदै हुन्छ
खाना खाँदैछु बाबु खानुभयो हजुर त खाँदैछु म अनि बहिनीले खाइसकेँ मैले त खायो मैले खाइसकेँ यहाँ दिदी पो छुट्नु भयो त खानुभयो खाना खाइसकेँ कि बाबु कस्तो ल आज खाना ए आज मिठो भयो होइन है दाल बाक्लो टक्क भान्जा खै त नि हाम्रो डन भान्जा हजुर खाइदिनु मैले हजुर ल भन भन के भन्छौ हाम्रो दाइको बर्तनमा भतेर खाएको दिदी त डन देख्नु भयो तपाईँ त चस्मा लगाएर ओहो है काकाले यहाँ मासु चिकन दादाले यहाँ चुया काट्दै हुनुहुन्छ दादा चाहिँ यहाँ रङ लाउँदै हुन्छ है खतर तरिकाले उहाँ तल गएर आऊ है दाजुभाइ अहिले फेरि ती मामा भनौँ भने झ्याउ हुन्छ अब जाने ठाउँमा गएर आइहाल्यो हो कि भिडियो भन्ने कुरो पछि बनाउने हुन्छ त मोबाइल लिएर जा कन्ट्याक्ट गर्नुपर्छ फेरि फरक पर्छ त्यही भएर बाउ चाहिँ अलि ल्याउने भएपछि अब बाउ भनेर फेरि त्यस्तो सल्लाह भयो क्या तल बसिदिनु त्यही भएर चप्पल थोरै हाल्दिनु उता उता बिसाउनु मम्मीले अलि उता बाबाले बिच्चामा त्यहाँ झाड फुस्केला जस्तो हुन्छ भारी बोकेर गर्ने त्यसको भारी कस्तो भएको छ नि तम्बुको चाहिँ यहाँ चाहिँ अलरेडी च्यातिएको छ त्यसपछि अब यो सानसानो पालहरू त भइहाल्यो यहाँ पनि छ अनि यता पनि छ पालहरू अनि यहाँ पनि छ हो हो ए आफ्नो व्रतबन्धको लागि दाउरा गिडिया छ सुकेको है फेरि उत्तिसको बुटो हो टक्क काटे खाकेटाले ल हेर्ने भलिया छ यार